नमस्कार। माउन्टेन टु मेन स्ट्रिट कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज हामी विशेष त एनआरएनएसँग सम्बन्धित हट टपिकहरू जुन अहिले जनमानसमा एकदमै धेरै कन्फ्युजनका विषयहरू उठिरहेका छन् त्यसको सेरोफेरोमा रहेर कुराकानी गर्दछौँ र त्यो एनआरएनए मेम्बरसिपदेखि एनआरएनए कार्ड, एनआरएनए सिटिजनसिप र अहिले वंशजको नागरिकताको जुन डिस्कसन चलिरहेको छ अहिलेको नयाँ नेपाली सरकार आइसकेपछि त्यसको सेरोफेरोमा रहेर हामी त्यसलाई चिरफार गर्ने काम गर्छौँ। एनआरएनए भन्ने बित्तिकै नन रेसिडेन्सियल नेप्लिज एसोसिएसन जसको स्थापना 2003देखि रुसको एउटा सानो कोठाबाट सुरु भएको संस्था आजको दिनसम्म आइपुग्दासम्म 92 कन्ट्रिजहरूमा आफ्नो समन्वय परिषदहरू नेसनल कोअर्डिनेसन काउन्सिल एनसिसी मार्फत विस्तार भइसकेको अवस्था छ र आज हामी डालस टेक्ससबाट सोही एनआरएनए कार्ड मेम्बरसिप लेम्यानले बुझ्ने भाषामा क्लेरिफिकेसन गर्नको लागि हामी सामु हाम्रा एनआरएनएमा आबद्ध एक व्यक्तित्व जो डालस टेक्ससमा रहनुहुन्छ र 2010देखि सन् 2010देखि आजका दिनसम्म नेसनल कोअर्डिनेसन काउन्सिल र इन्टरनेसनल कोअर्डिनेसन काउन्सिल आइसिसी एनसिसीका डिफ्रेन्ट रोल्सहरूमा रहेर समाजमा योगदान पुर्याउनु भएका र हालसालै एकता सम्मेलन जुन भएको थियो काठमाडौँमा त्यहाँबाट विजेता हुनुभएका डेपुटी जेनरल सेक्रेटरी वेद बस्नेतजीसँग छु। वेदजी, स्वागत छ तपाईँलाई कार्यक्रममा। नमस्कार, थ्याङ्क यू। आरामै हुनुहुन्छ? एकदम ठिक छ। सर्वप्रथम हामी आजको जुन विषय छ त्यसमध्ये एकदमै लेम्यान मोडलबाट फर्स्ट स्टेप मेम्बरसिप, एनआरएनए मेम्बरसिप भनेको के हो? थ्याङ्क यू अनुपमजी, तपाईँहरूले यो माउन्टेन टु मेन स्ट्रिट पोडकास्टबाट मलाई पनि खड्किएका कुराहरू मलाई पनि धेरै प्रष्ट पार्न मन छ यो विषयमा। आजको यो सेसन इन्फर्मेटिभ होला भन्ने मेरो आशा छ। अब एनआरएनए मेम्बरसिप भनेको चाहिँ हामी साधारणतया कुनै पनि एनसिसीमा नेसनल कोअर्डिनेसन काउन्सिलमा उहाँहरूलाई सदस्यहरूलाई वितरण गरिने कार्डलाई हामी एनआरएनए मेम्बरसिप भन्छौँ। भनेपछि यो आफ्नो आफ्नो देशका जस्तै तपाईँको अमेरिकाको भयो अथवा तपाईँको दुबई भए अथवा इङ्ल्यान्ड भयो त्यो डिफ्रेन्ट कन्ट्रिजमा आफ्नो आफ्नो देशमा लिने मेम्बरसिप भन्ने बुझ्यो। त्यसलाई एनआरएनए मेम्बरसिप भन्छ। यो चाहिँ एकचोटि लिएपछि कति वर्ष रहन्छ? यो हरेक बेग्लै देशको बेग्लै प्रावधान हुन्छ विधानमा। तर जस्तो हाम्रो अमेरिकामा चाहिँ लाइफ टाइम मेम्बरसिप भन्ने चलन छ। एकपल्ट लिइसकेपछि हरेक 2 वर्षमा अध्यावधि गर्नुपर्छ। त्यो चाहिँ एनआरएनए भनेपछि यो चुनाव एनआरएनएको चुनाव हुन्छ, चुनावको बेलामा चाहिँ रिन्युअल हुने प्रोसेस एभ्री 2 इयर्स। ओके, भनेपछि यसले लोकल लेभलमा चाहिँ एउटा चाहिँ मेम्बरसिपलाई ओके त्यो देशको एनसिसीको तपाईँ सदस्य हो भन्ने बुझाउँछ। अनि अर्को एकदमै प्रचलित वर्ड एनआरएनए कार्ड भनेको चाहिँ के हो? यो विषय तपाईँले राइट सब्जेक्ट उठाउनु भयो। यो एनआरएनए मेम्बरसिपलाई जहिले पनि एनआरएनए कार्डसँग चाहिँ दाँजेर हेरेको देख्छु म, होइन? किनभने मैले त मेम्बरसिप लिएको छु नि त, मलाई नेपाल जाँदा भिजा लाग्दैन भन्ने कुरा छ। यो नितान्त फरक चिज हो। अहिले तपाईँले भन्नुभएको एनआरएनए कार्ड भनेको चाहिँ यो एनआरएनए एक्ट 2008मा जुन नेपाल सरकारले इन्ट्रोड्युस गर्यो त्यो एक्ट अन्तर्गत चाहिँ 2010 सालदेखि चाहिँ एनआरएनए कार्ड चाहिँ हरेक विदेशमा बस्ने नेपाली जसले चाहिँ आफ्नो विदेशको नागरिकता लिएको छ उनीहरूले लिने एउटा कार्ड हो। यसको तपाईँको 2009-10 सालदेखि यो दिन थालेको छ र त्यसको चाहिँ अब लिमिटेसनहरू त्यसबाट पाउने अधिकारहरू त्यो अलिक लामै छ। त्यसलाई चाहिँ त्यो हाम्रो हरेक देशको चाहिँ राजदूतावासको वेबसाइटमा गएर हेर्नु भने एनआरएनए कार्डले के गर्न पाइन्छ भन्ने कुरा त्यहाँ उल्लेख छ। एनआरएनए कार्डको अझ अलि एउटा दुईवटा कुरा सोध्छु है म बेजी, किनभने यो एकदमै कन्फ्युजनको विषय छ र हामी दर्शक श्रोताहरूलाई यो कुरा चाहिँ अलि छर्लङ्ग पार्ने हिसाबमा आज उपस्थित छौँ। जस्तै म पहिलो जेनेरेसन अमेरिका आएँ, मैले यहाँ चाहिँ एउटा मेरो छोरा भयो, मेरो छोरा बालिग छ होइन, उसले अमेरिकाको सिटिजनसिप लिएको छ भनेपछि उसले नेपालको एनआरएन कार्ड लिन पाउने कि नपाउने? मजाले पाउँछ। उसले नेपालको नागरिकतासँग सम्बन्धित रहेन? त्यसो होइन। हाम्रो
अझ 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 हामी एनआरएन नागरिकतामा नै आउँला, त्यहाँ पनि यी कुराहरू छन्। यो चाहिँ 3 पुस्ता भन्छ। तपाईँ हामी पहिलो पुस्ता भयौँ, हाम्रो छोराछोरी दोस्रो पुस्ता भयो, उनीहरूका पनि छोराछोरी तेस्रो पुस्तासम्म चाहिँ आजको मितिसम्म चाहिँ उनीहरूले पाउँछ। भनेपछि एनआरएन कार्ड तपाईँको लिइसकेपछि नेपालमा गएर जग्गा आफ्नो नाममा किन्न पाइयो। मजाले पाइन्छ। अब यो अहिलेको एनआरएन सिटिजनसिपसँग फेरि हामी त्यहाँ आउँछौँ। एनआरएन सिटिजनसिप जुन गैर नागरिकता छ त्योसँग दाँजिन्छ। तर एनआरएन कार्ड जुन छ त्यो चाहिँ टेक्निकली अब हामी अमेरिकामा बस्ने या सर्टेन देशहरूमा हामी पिआर भन्ने जुन चलन छ, पर्मानेन्ट रेसिडेन्स भन्ने, त्यो त्यस्तै नै हो हाम्रो नेपाल सरकारले दिएको। त्यसमा तपाईँको चाहिँ लिमिटेसन छ। जस्तो तपाईँले यति जग्गा राख्न पाउनुहुन्छ। तपाईँले व्यापार गर्दाखेरि चाहिँ त्यसमा नि सर्टेन रिस्ट्रिक्सन छ। तपाईँले उद्योग दर्ता गर्न सक्नुहुन्छ, तपाईँले एकाउन्ट खोल्न सक्नुहुन्छ। त्यो अहिले भएको होइन, फेरि यो 2010 सालदेखि नै आएको चिज हो। तर त्यसमा चाहिँ लिमिटेसन छ। अब यो कसरी लिने त? यो तपाईँको यसको प्रोसेस के हो? यो लिने भनेको चाहिँ तपाईँको हरेक देशको एम्बेसीहरू होइन। जस्तो हामी अमेरिकाको कुरा गर्दा अमेरिकामा योभन्दा अगाडि त डिसीमा मात्रै थियो। अब अहिले आएर ड्यालसमा नि कन्सुलेट छ, क्यालिफोर्नियामा पनि छ। हरेक कन्सुलेट अफिस या एम्बेसीबाट तपाईँको त्यहाँ एम्बेसीको वेबसाइटमा गएर हेर्नुभयो भने के कागज चाहिन्छ भन्ने उल्लेख गरिएको छ। ती उल्लेख भएका कागजपत्रहरू पेस गरेपछि त्यो तुरुन्तै पाइन्छ। र यहाँ अमेरिकाको हकमा मलाई जहाँसम्म लाग्छ $500 यसको फी राखिएको छ र यो 10 वर्षको लागि इस्यु गरिन्छ। एभ्री 10 इयर्समा रिन्यू गर्नुपर्छ। यो रिन्युएबल डकुमेन्ट। रिन्युएबल डकुमेन्ट। यसले गर्दा हुने फाइदा भनेको चाहिँ हामीले अघि कुराकानी गरिहाल्यौँ। अब त्यसपछिको अर्को च्याप्टर यो चाहिँ मेम्बरसिप कार्ड र हाम्रो अब एनआरएन सिटिजनसिपको कुरामा जाउँ। एनआरएन सिटिजनसिप भन्ने कुरा आछ नि अहिले, त्यसको बारेमा पनि केही इन्फर्मेसन्सहरू चाहिँ तपाईँबाट? एनआरएनए सिटिजनसिप भनेको गैर आवासीय नागरिकता भनेको यो 62-63 को आन्दोलनपछि जब नेपालमा गणतन्त्र स्थापना भयो र संविधान सभा जुन बस्यो र त्यो बेलासम्म हामी एनआरएनए को तर्फबाट हाम्रो संस्थागत हिसाबले हाम्रो मागहरू जारी नै थिए। त्यो अवस्थामा चाहिँ त्यो संविधानमै सुनिश्चित गर्नको लागि जुन हाम्रा अग्रजहरूले चाहिँ जुन लबिङ गर्नुभएको थियो, त्यही लबिङको चाहिँ रिजल्ट हो भन्नुपर्छ। यो चाहिँ संविधानमा लेखिएको गैर आवासीय नागरिक जो अर्को देशको नागरिक छन् उनीहरूलाई चाहिँ गैर आवासीय नागरिकता प्रदान गरिनेछ भनेर यो संविधानमै उल्लेख भएको विषय। त्यो नागरिकता प्रदान गर्ने कुरा भयो, त्यो पाउने चाहिँ कहिले हो अथवा त्यसको चाहिँ टाइमलाइन कस्तो केही गाइडलाइन्स छ त अहिलेको अवस्थामा? यस्तो छ, नागरिकता तपाईँ यो 2023मा जब हामी चाहिँ अधिवेशनमा गएका थियौँ नेपालमा 2023 अक्टोबरमा, त्यो अक्टोबरको त्यही 1-2 तारिकबाट चाहिँ यसलाई डिस्ट्रिब्युसन गर्ने काम सुरु भएको छ। तपाईँले अहिले पनि गएर तपाईँले यो नागरिकता लिन सक्नुहुन्छ। जस्तो म 2003मा जाँदाखेरि म झापा जिल्लामा बस्छु, मेरो घर दमक हो र मैले चन्द्रगढी जुन जिल्ला प्रशासन कार्यालयमा गएर आफ्नो विधिवत उनीहरूले मागेका डकुमेन्टहरू बुझाएर मैले 2023 सालमै गैर आवासीय नागरिकता लिएको छु। अब एनआरएनए कार्ड र एनआरएनए सिटिजनसिप बिचमा, जस्तै एनआरएनए कार्डको सट्टा एनआरएनए सिटिजनसिप कसैले लिन्छु, म एनआरएनए कार्ड लिन्न, सिटिजनसिप मात्रै लिन्छु भन्दा के चाहिँ एनआरएनए कार्डले पाउने फ्यासिलिटी त्यो सबै पाइन्छ? त्यो पनि पाइन्छ। यस्तो छ, अब त्यो चाहिँ तपाईँहरूको त्यो चाहिँ आफआफ्नो प्रायोरिटीको कुरा हो होइन। जस्तो मानिलिउँ कोही व्यक्तिसँग चाहिँ आफ्नो पैतृक सम्पत्ति छ नेपालमा, त्यो पैतृक सम्पत्तिलाई चाहिँ संरक्षण गर्छु भन्यो र तपाईँलाई एनआरएन कार्डले चाहिँ लिमिटेसन राखिदिएको छ। मानिलिउँ अब मलाई एक्ज्याक्ट त्यो नम्बर थाहा छैन होइन, त्यो तपाईँ डकुमेन्टमा हेर्नुपर्छ। मानिलिउँ चाहिँ 5 रोपनी जग्गा राख्ने प्रावधान राखिदिएको छ अरे मानिलिउँ, र तपाईँको चाहिँ पैतृक सम्पत्ति त्योभन्दा बढी छ भने त तपाईँले नागरिकता लिनु पऱ्यो नि त। नत्र भने त त्यो 5 रोपनीभन्दा बढीको त तपाईँले राख्न पाउनुहुन्न नि त एनआरएन कार्डमा होइन। त्यसले गर्दा इट डिपेन्ड्स अन यर प्रायोरिटी। तपाईँको प्रायोरिटी के हो, तपाईँले के का लागि चाहिँ अब्टेन गरिराख्नु भएको छ त्यो डकुमेन्ट भन्ने हो। तपाईँ लङ टर्म व्यापार गरेर बस्छु नेपालमा भन्दा त्यो प्रायोरिटी अनुसार हुन्छ। तर मसँग मैले कार्ड पनि लिएको छु,
र मैले नागरिकता पनि लिन पाउँछु र मैले कार्ड मात्रै लिएर पनि मेरो चाहिँ आफ्ना आवश्यकताहरू फुलफिल हुन्छन् भने म कार्ड मात्रै लिएर पनि बस्न सक्छु। भनेपछि कार्डले जस्तै तपाईँको कुनै पनि विदेशमा बस्ने नेपालीले जसले अर्को आफू आफू बसेको विदेशकै नागरिकता लिइसक्नु भएको छ, उहाँले एनआरएन कार्ड लिइराखेरि उहाँले पाउनुपर्ने जुन पैतृक सम्पत्ति, उहाँको नाममा आउनुपर्ने सम्पत्ति जुन नेपालमा छ, त्यो सबै उहाँले चाहिँ आफ्नो नाममा ट्रान्सफर गरेर किनबेच गर्ने कुराहरू सबै कुराहरू क्लियरै गर्न सक्नु। एनआरएन कार्डमा चाहिँ त्यो 2010 देखि नै लागू भएको, तर त्यहाँ रिस्ट्रिक्सन छ। त्यो रिस्ट्रिक्सन अनुसार त्यो गर्न पाइन्छ। त्यो कुराले चाहिँ एकदमै क्लियर, किनभने मान्छेहरूमा चाहिँ यो कन्फ्युजन अझै पनि छ। मैले अर्को देशको सिटिजनसिप लिइसकेँ, अब त मैले चाहिँ केही गर्न पाउँदिनँ नेपालमा भन्ने खालको कन्फ्युजन तर अझै पनि छ। धेरै जसो एनआरएन कार्ड युटिलाइज भएको चाहिँ आजको डेटसम्म, अब मसँग त्यो ठ्याक्कै तथ्याङ्क छैन कतिले लिए भन्ने, हाम्रो चाहिँ सचिवालयले अपडेट गरिरहेको हुन्छ होइन। आजको मितिसम्म यतिजनाले एनआरएन कार्ड लिए, आजको मितिमा यतिजनाले गैर आवश्यक नागरिकता लिए भनेर। तर अहिलेसम्म सबैभन्दा बढी युटिलाइज भएको भने इमिग्रेसन युजको लागि नै हो। मैले पनि धेरै चिनेका साथीहरूले म त 6-8 महिना बस्छु, अब फेरि कहिले गएर बसेपछि म 1 महिनाको लागि भनेर जान्छु, म 4 महिना बसिरहेको हुन्छु। अन्त ब्याक एन्ड फोर्थ गर्नुपर्छ भन्दा उहाँहरूले एनआरएन कार्ड भएर एकदमै सजिलो भएको छ भन्नुहुन्छ होइन। त्यसको चाहिँ एकपल्ट तपाईँ गइसकेपछि त्यसको आई थिङ्क तपाईँलाई 2 वर्ष कतिसम्म समस्या भएन त्यहाँ बस्नुलाई होइन। फेरि त्यो भिजा लिइराख्नु परेन भनौँ न इन अदर वर्ड। अहिले यो जुन यो नयाँ सरकार जुन नेपालमा आइसकेपछि अलिकति विदेशमा बस्ने नेपालीलाई चाहिँ अलिकति पोजिटिभ एस्पेक्टमा एनआरएन सिटिजनसिपले चाहिँ अब यो वंशज नागरिकताको कायम गर्ने कुरालाई लिएर भोलि 3 पुस्तासम्मलाई नै यो कुराहरू लागू हुने, एकपटकको नेपाली सधैँको लागि नेपाली होइन। त्यसरी चाहिँ मान्छेलाई चाहिँ अब नेपालप्रतिको माया जुन सद्भाव छ हामी विदेशमा बस्ने नेपालीको, त्यसलाई अझ प्रगाढ बनाउने हिसाबले जुन सरकारले गरिरहेको पोलिसी मेकिङमा छ। मैले हालसालै न्युज पनि एउटा सुनेको थिएँ, जस्तै अहिलेको नयाँ परराष्ट्र मन्त्रालयबाट पनि त्यस्तो कुराहरू आएको थियो। केही कुराहरू आएको छ एनआरएनसँग सम्बन्धित? यस्तो अहिलेको जुन यो जेनजी आन्दोलनपछि गठित नयाँ सरकारले, जो चाहिँ अलमोस्ट 2/3 मेजोरिटीको सरकार हो, त्यो सरकारबाट एउटा राष्ट्रिय प्रतिबद्धता पत्र भनेर चाहिँ एउटा सार्वजनिक गरिएको छ। त्यो प्रतिबद्धता पत्रमा हामीले हाम्रो इनिसियल माग भनेको म फेरि हाम्रो एनआरएनको मागको कुरा गरिरहेको छु। एनआरएन हाम्रो संस्थाले संस्थागत रूपमा उठाएका मागहरूको कुरा गरिरहेको छु। हाम्रो माग भनेको सुरुबाट नै वंशजकै नागरिकताको निरन्तरता हुनुपर्छ भने हो। त्यही भएर कहिलेकाहीँ तपाईँहरूले लोगोमा काहीँ देख्नुभयो भने एकपटकको नेपाली हामी सधैँको नेपाली हुन पाउनुपर्छ भन्छौँ हामी होइन। वान्स अ नेपाली इज अलवेज अ नेपाली, नेपालीका लागि नेपाली भन्ने हामी एउटा जुन प्रचलन छ। तर हाम्रो जुन मागलाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट, तत्कालीन सरकारबाट चाहिँ गैर आवश्यक नागरिकताको प्रावधान ल्याएर त्यसलाई चाहिँ अहिले चाहिँ दिने, प्राप्त गर्ने ठाउँसम्म पुगिएको छ। र यो वंशजको नागरिकताको जुन प्रतिबद्धता पत्र छ, त्यो भनेको चाहिँ हामीले बुझ्नुपर्दा एउटा कमिटमेन्ट मात्रै हो, एउटा नेपालको नयाँ सरकारको कमिटमेन्ट हो। अब यो कमिटमेन्टप्रति हामी एकदमै पोजिटिभ छौँ, किनभने विगतका सरकारहरू कोअर्डिनेसन गभर्मेन्ट हुन्थ्यो, चाहेर पनि त्यो ठाउँमा गराउन सक्ने परिस्थिति आउँदैन थियो। तर अहिलेको गभर्मेन्टले चाहिँ उसको इच्छा शक्ति भयो भने त्यसलाई एक्जिक्युट गर्नलाई उसलाई त्यति धेरै अप्ठ्यारो छैन। अब चाहिँ त्यसको अब ब्याकग्राउन्डका कामहरू धेरै छन्, तर यो भनेको चाहिँ एउटा हामीले बुझ्नुपर्ने के हो भने यो कमिटमेन्ट मात्रै हो है। यो चाहिँ यसको प्रोसेस भनेको चाहिँ हामीले संविधानलाई नै चाहिँ परिवर्तन गरेर, संविधानलाई नै चेन्ज गरेर यो गैर आवश्यक नागरिकताको ठाउँमा यसलाई चाहिँ वंशजको नागरिकतालाई निरन्तरता गर्ने प्रावधानमा जानुपर्छ, जुन चाहिँ द न्यू नेपालिज गभर्मेन्ट इज कमिटेड। तर यो भनेको चाहिँ इट टेक्स टाइम। त्यसो भए अब यो कुरा गर्दै गर्दा चाहिँ वंशजको नागरिकता भन्ने चाहिँ अहिले कमिटेड कुरा मात्रै रहेछ सरकारको, हामीलाई अहिले दिइसकेको अवस्था होइन, अथवा यो कहिले पाइन्छ भन्ने एउटा सर्टेन सोलिड गाइडलाइन्स पनि हामीसँग रहेन। यो सरकारको कमिटमेन्ट भयो। अब हामी फेरि चाहिँ एनआरएन सिटिजनसिप जुन हामी पहिले पनि कुरा गरेका थियौँ, कार्डको बारेमा कुरा गऱ्यौँ, एनआरएन सिटिजनसिपको बारेमा चाहिँ यो एनआरएन सिटिजनसिप लिइसकेपछि नेपाल जाँदा भिजा लाउनुपर्छ पर्दैन? यो अलिकति टेक्निकली अप्ठ्यारो विषय छ। अब यो वास्तवमा भिजा लाउनु नपर्ने हो, किनभने संविधानमै के लेखिएको छ भने
हामीले चुनावमा उठ्ने र भोट हाल्ने अधिकार बाहेक राजनीतिक अधिकार जुन छ त्यो बाहेक सम्पूर्ण अधिकारहरू हामी चाहिँ हाम्रो पुरानो वंशजको नागरिक सो सर युज गर्न पाउँछौँ भनिएको छ। तथापि यो कार्यान्वयनको तहमा चाहिँ अहिले गएको छैन। यसको लागि चाहिँ एउटा ऐन परिवर्तन गर्नुपर्ने छ। त्यो चाहिँ अब अहिलेको नयाँ सरकारले गर्छ भनेर हामी यो चुनाव सकिने लगत्तै हामी यही कुरामा लबिङ गर्दै तालुकदार मन्त्रालयहरूमा गएर हाम्रा आफ्ना कुराहरू हामीहरू राखिसकेका छौँ। अब त्यति भन्दै गर्दा म त 2023मा फेरि नागरिकता लिएको मान्छे। म अस्ति जाँदाखेरि मैले इमिग्रेसनमा म भएको चिज त देखाउनु पर्यो भनेर म त गैर-आवश्यक नागरिक हो भनेर गएँ। उहाँहरूले धेरै टाइम पनि लिनु भएन। कति दिन बस्छस् भन्नुभयो। म 90 दिन बस्छु होला सायद, धेरैमा 30 दिनदेखि 90 दिन बिचमा म आउँछु भनेपछि उहाँहरूले मलाई छापा हानेर पठाइदिनु भयो। भनेपछि इमिग्रेसनमा अहिले आजको मितिमा त्यो रेकग्नाइज भयो, मैले त्यही बुझेँ। एकचोटि तपाईँको एन्टर गरिसकेपछि भिजा नलाइकन कतिसम्म बस्न पाइन्छ त त्यो एनआरएन? चाहिँ अब त्यो ठ्याक्राकै त्यो नियमावलीमा के छ चाहिँ अब मैले हेरेको छैन। तर त्यहाँ जस्तो मलाई कति बस्नुहुन्छ भनेर सोधेपछि म 90 दिनसम्म बस्न सक्छु। म 2 महिना 3 महिना हो भनेपछि उहाँहरूले 90 डेजको भिजा लगाइदिएन भनेको भनेपछि स्टाम्प लगाइदिनु। सिटिजनसिपको कुराहरू अझै क्लियर छैन त्यो सर्टमा, त्यो सन्दर्भमा। तर एनआरएन कार्डले चाहिँ कति दिन बस्न दिन्छ? एनआरएन कार्डले त तपाईँ जति बस्छु भन्नुभयो त्यति नै बस्न पाउनुहुन्छ। त्यो सुरुमै तपाईँले जाँदाखेरि त्यसको पनि लिमिटेसन छ। आई थिङ्क 2 वर्षसम्म तपाईँ एकपल्ट इन्ट्री गर्दा 2 वर्ष तपाईँलाई केही पनि रोकटोक भएन। या भनेपछि 2 वर्षसम्म फेरि भिजा लाउन स्ट्याम्प गर्न जानु पर्यो। अनि या अब तपाईँ चाहिँ अब 6 महिना बस्छु भन्ने ठान्नु भएको छ र जानु भएर 6 महिनाभन्दा लम्ब्याउनु पऱ्यो भने फेरि तपाईँ चाहिँ इमिग्रेसनमै गएर मेरो एक्सटेन्सन गर्छु भन्दा त्यो हुने कुरा हो। फेरि पनि एनआरएन सिटिजनसिपतर्फै आउँ हामी। जस्तै इमिग्रेसनको कुराहरू त तपाईँले भन्नुभयो, कतिपय कुराहरू क्लियर छैनन्, बिस्तारै क्लियर हुँदै जालान्। अब त्यहाँ गएर चाहिँ मलाई जग्गा किन्न मन लाग्यो। हो, जग्गा किन्न चाहिँ तपाईँ आजकै मितिमा जानु भने पाउनुहुन्न। किनभने जुन ऐनका कुरा गर्दैछौँ हामी, त्यो चाहिँ तपाईँको अब यो नयाँ सरकारले त्यसलाई चाहिँ पास गरेर जानुपर्ने हुन्छ। जस्तो अस्ति हामी चाहिँ परराष्ट्र मन्त्रालयको डेलिगेसन गएको थियौँ। परराष्ट्र मन्त्री शिशिर खनालज्यूलाई हामीले 3 स्टेजमा हामीलाई चाहिँ हाम्रो मागहरूलाई तपाईँले पुरा गरिदिनुहोस् भनेर हामीले चाहिँ 1 2 3 भनेर नै बुझाएका थियौँ। त्यसमा पहिलो के थियो भने यही अहिलेको झन्झट। जस्तो इमिग्रेसनमा हामीलाई रोकटोक नहोस्, तपाईँको मालपोत कार्यालयमा जग्गा पास गर्न हामीलाई सहज होस्, वित्तीय संस्थानहरूमा कारोबार गर्न ब्याङ्क एकाउन्ट खोल्न हामीलाई सहज होस्। त्यसका लागि चाहिँ तुरुन्तै मन्त्री परिषदले ऐन परिवर्तन, यो जुन एनआरएन एक्टको म परिवर्तनका कुरा गरिरहेको छु, यो चाहिँ बिल चाहिँ पास नहुन्जेलका लागि मन्त्री परिषदले चाहिँ एउटा सटिक तोकेर चाहिँ यी निर्णय गरिदियो भने हामीलाई चाहिँ सजिलो हुन्थ्यो। भनेपछि त्यो हामीले 80-90% मान्छेले युज गर्ने भने यिनै 3-4वटा चिजहरूमा मात्रै हो। त्यसले गर्दा हामीले त्यो पहिलो माग हाम्रो त्यो छ। हामीले दोस्रो माग त्यसपछि हाम्रो चाहिँ यो जुन ऐन परिवर्तन गर्ने कुरा छ त्यो चाहिँ यही अहिले जुन सदन चलिरहेको छ यही सदनमै पेस गरेर त्यसलाई चाहिँ टुङ्गोमा पुर्याइदिनु भन्ने हाम्रो अनुरोध छ। र तेस्रो भनेको जो उहाँहरूकै पार्टीहरूको पार्टीले या उहाँ अहिलेको सरकारले जुन प्रतिबद्धता व्यक्त गरेको छ वंशजको नागरिकता, जो चाहिँ संविधानमै परिवर्तन गरेर जानुपर्ने चिज हो। त्यो तेस्रो चरणमा तपाईँहरूले त्यो गर्दाखेरि के भयो भन्दा हामीले पाएका हाम्रो अधिकार संस्थागत हुँदै र हाम्रो अन्तिम माग वंशजको नागरिकताको पनि हाम्रो चाहिँ फुलफिल हुने भयो। भनेपछि त यो अब अधिकारको नाम चाहिँ अधिकार जस्तो कुरो भयो, एउटा कागजको खोस्टो मात्रै हुने भयो। त्यसो भए कतिपय कुराहरू क्लियर नहुँदाको अवस्थामा त्यो यस्तो हो, त्यो हिजोको अनस्टेबल अब हाम्रो गभर्मेन्टको स्टेबिलिटी नभएको कारणले हो त्यो चाहिँ। अनि अब अर्को कुरा के हो भने हामी एनआरएन को संस्थाभित्रको पनि एउटा चाहिँ युनिटी नभएको कारणले पनि त्यो हुन गएको हो। नत्र भने यो कार्यान्वयन धेरै अगाडि भइसक्नुपर्ने। त्यसो भए त तपाईँ र मेरो अहिले यो डिस्कसनबाट चाहिँ मैले चाहिँ के बुझेँ भन्दाखेरि, एउटा साधारण हामी जस्तो विदेशमा बस्ने नेपालीको लागि चाहिँ एनआरएन सिटिजनसिप भन्दा त बरु एनआरएन कार्डले बढी फेसिलिटी दिन्छ कि जस्तो फिल भयो। अहिलेको डेटमा त्यही हो। तपाईँले अहिले इमिडिएट मैले भनिहालेँ, तपाईँको अहिले इमिडिएट आजै तपाईँलाई केही गर्नु छ भने तपाईँले एनआरएन कार्ड लिएर जाने हो।
भने एनआरएन कार्डले चाहिँ अब जग्गा किनबेचदेखि लिएर केही कुरामा रोकटोक छैन। छैन अहिलेलाई। अनि एनआरएन सिटिजनसिपको केसमा चाहिँ फेरि होइन तपाईँको मैले अब यो हाम्रो जनमानस हामी जुन विदेशमा बस्ने नेपाली छौँ हामी माझमा चाहिँ त्यही तपाईँले अघि भने जस्तै 3टा 4टा कुराहरू आउँछन् होइन। अब जस्तै मेरो पैतृक सम्पत्ति छ मैले त्यो आफ्नो नाममा ट्रान्सफर गर्नु पऱ्यो भनेपछि सिटिजनसिप लिएर त्यो कुरा नपाउने भएँ मैले अहिले। अहिलेलाई पाइँदैन हो। त्यसैको लागि हाम्रो अब यो मलाई जहाँसम्म लाग्छ अहिले हाम्रो पछिल्लो समय हाम्रो चाहिँ नयाँ निर्वाचित हाम्रो टिमले चाहिँ हरेक चाहिँ मन्त्रालयमा गएर डेलिगेसन जाँदाखेरि हामीले उहाँहरूलाई बुझाउन खोजेकै कुरा के हो भने त्यो जहाँ अड्किएको छ त्यसलाई चाहिँ पार लगाउने कुरा हो। तर त्योभन्दा अगाडि पनि मैले अघि तपाईँलाई जानकारी गराएँ हामीलाई चाहिँ मन्त्री परिषदबाट निर्णय गराएर यो 3-4वटा ठाउँमा चाहिँ इमिडिएटली कार्यान्वयन गर्ने तहमा पुर्याइदियो भने र अनि अर्को जुन एन बन्ने कुरा छ त्यो एनलाई चाहिँ कन्टिन्युटी गर्दै गयो भने मलाई जहाँसम्म लाग्छ यो छिट्टै सल्भ हुन्छ। जस्तै यो बिचमा अस्ति यो चुनावको ताकामा एकचोटि अब मैले न्युजमा सुनेको कुराहरू क्लियरफाई गर्न खोजेँ। जस्तै विदेशमा बस्ने नेपालीले पनि भोट गर्न पाउने अवस्था आउन सक्छ अथवा चाहिँ यस्तो कुराहरूमा डिस्कसन गरिरहेछौँ हामी डायलग चलिरहेछ भन्ने कुराहरू आएको थियो। कस्तो खालको कार्ड लिँदा चाहिँ त्यो पाइन्छ त? त्यो फेरि फरक विषय हो। त्यो के फरक विषय हो भने तपाईँ नेपालको नागरिकता लिनुभएको छ र तपाईँले कुनै पनि विदेशको नागरिकता लिनुभएको छैन। तपाईँ या जस्तो अब अमेरिकामा भन्नुपर्दा तपाईँ ग्रिन कार्डमा हुनुहुन्छ या पिआरमा हुनुहुन्छ तपाईँ अहिले पनि नेपालकै पासपोर्टमा हिँड्नुहुन्छ भने तपाईँको चाहिँ मतदान गर्न पाउने तपाईँको अधिकार हो। त्यो अधिकारलाई चाहिँ केही वर्ष अगाडि सर्वोच्च अदालतले चाहिँ एउटा नजिर के राखिदिएको छ भने विदेशमा बस्ने नेपाली नागरिक भनेको विदेशको नागरिकता होल्ड गरेका हामी जस्तो एनआरएनलाई भनेको छैन। फेरि यसले भनेको एनआरएन भन्नाले विदेशमा अरू देशको नागरिकता नलिएको व्यक्ति भनौँ न नेपाली पासपोर्टमै जो ट्राभल गर्नुहुन्छ उहाँहरूलाई चाहिँ सम्बन्धित देशमै चाहिँ भोट हाल्न पाउने सुनिश्चितता गरिदिनुपर्छ भनेर सरकारलाई चाहिँ को नाममा एउटा चाहिँ आदेश जारी गरेको थियो। त्यसपछि त्यो विषयमा पनि धेरैपल्ट मन्त्रालयबाट त्यसको चाहिँ फिजिबिलिटी स्टडी गर्नलाई आउनु भएको छ त्यो कसरी सम्भव हुन्छ भन्ने कुरामा। तर अहिलेसम्म पनि त्यो कार्यान्वयन भएको तहमा गएको छैन। तर त्यो सर्वोच्च अदालतको निर्णयबाटै त्यो पाउनुपर्छ र भन्ने कुरा छ। अहिलेको नयाँ सरकारले त्यो कुरामा पनि त्यही प्रतिबद्ध पत्रमा उहाँहरूले कमिटेड गर्नुभएको छ त्यो कुरा पनि। भनेपछि भोलिको दिनमा वंशज नागरिकताको कायम हुँदाखेरि चाहिँ एटलिस्ट भोटिङ राइटसम्म पनि पाउन सक्ने सम्भावना भयो त? त्यो चाहिँ अहिले भन्न सक्ने विषय होइन। किनभने तपाईँ अरू एउटा देशको नागरिक अर्को देशको नागरिकता लिइसकेपछि त्यो सम्बन्धित देशमा भोट हाल्न जान पाउने नपाउने भन्ने चाहिँ तपाईँ नागरिक होइन नेपाली पासपोर्टै हिँड्नुपर्छ भने चाहिँ हिँड्नु भएको छ ट्राभल गर्नुहुन्छ अरू देशको पासपोर्ट छैन अरू देशको तपाईँ नागरिक होइन टेम्पोररी रेसिडेन्स मात्रै हो भने चाहिँ पाइयो मेरो बुझाइमा। तर अरू देशको पनि नागरिकता लिनु भएको छ भने मलाई जहाँसम्म लाग्छ त्यो पाउने विषय होला जस्तो लाग्दैन। त्यो पनि कन्फ्युजन छ तपाईँको। मैले यो क्लियरफाई गर्न खोजेको कुरा त्यो पनि हो कि होइन तपाईँको त्यतिको अवेरनेस सबैमा हामीले दिन सक्यौँ भने आजको हाम्रो डिस्कसन फ्रुटफुल रहनेछ भन्ने कुराले हो। अनि बेजी यो एनआरएनए सिटिजनसिप छ नि तपाईँको जस्तै म अहिले यहाँ विदेशमा बसिरहेको छु यहाँ मैले लिन मन लाग्यो भने मैले कसरी लिने र म नेपाल गएर लिनु पऱ्यो भने कसरी लिने? हो एनआरएनए कार्ड चाहिँ अघि मैले भने तपाईँको हरेक एम्बेसीहरूबाट लिन पाइन्छ। जस्तो ड्यालसको हकमा त यहीँ काउन्सिलेट छ। आई थिङ्क अहिले भर्खरै उहाँहरूले त्यो पनि इस्यु गर्न थाल्नु भएको छ। योभन्दा अगाडि चाहिँ थिएन। तर डिसीबाट चाहिँ सधैँ दिइराखेकै हो र घुम्ती शिविरहरू चलाइरहेको हुन्छ एम्बेसीले चाहिँ पासपोर्ट रिन्यू गर्ने शिविरहरू चलाइरहेको हुन्छ हरेक स्टेटमा। अस्ति भर्खर बोस्टन जानुभएको थियो त्यो त्यहाँबाट पनि लिन पाइयो। एनआरएन नागरिकताको हकमा आजको मितिसम्म मैले बुझेअनुसार तपाईँ सम्बन्धित जिल्लाबाट बाहेक अरू ठाउँबाट लिन पाउनुहुन्न। जस्तो सम्बन्धित जिल्लामा कसरी लिने भन्ने होला प्रश्न। हजुर कसरी लिने भन्दाखेरि तपाईँ हामीले चाहिँ हाम्रो वंशजको नागरिकता हामीले जसरी लिउँ नि तपाईँ वार्डमा गएर सिफारिस लिन पऱ्यो। वार्डमा चाहिँ तपाईँ जुन वार्डमा रिसाइड गर्नुहुन्छ त्यो वार्ड अध्यक्षले चाहिँ सिफारिस गरेर चाहिँ जिल्ला प्रशासन कार्यालय पठाउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयमा गइसकेपछि तपाईँलाई चाहिँ त्यहाँ एउटा यो जिल्ला प्रहरी कार्यालयबाट क्लियरेन्स सर्टिफिकेट माग्छ। भनेको तपाईँमा कुनै मुद्दा मामिला केही पनि छैन भन्ने। तपाईँले त्यो क्लियरेन्स लिइसकेपछि तपाईँलाई त्यो नागरिकता सरेन्डर गर्न लाउँछ पुरानो नागरिकता।
तपाईँले जब पुरानो नागरिकता सरेन्डर गर्नुहुन्छ त्यसपछि तपाईँले नयाँ नागरिकता लिने अर्को फर्म भरेर त्यो साथसाथै जान्छ र तपाईँको नयाँ नागरिकता तपाईँले पुरानो बुझाउनुहुन्छ र नयाँ गैर-आवासीय नागरिकता तपाईँलाई दिइन्छ। आजको मितिसम्म सम्बन्धित जिल्लामै गएर मात्रै लिने प्रचलन भएको मैले बुझेको छु। मलाई त्योभन्दा अरू बढी जानकारी छैन। बेची हाम्रो यो डिस्कसन आज लामै रह्यो। हामीले सोचेको अनुसारले त्यसलाई चिरफार गर्न सफल भयौँ भन्ने लागेको छ हामीलाई। तर पनि मैले क्वेसन सोध्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू केही छुटेका जस्तो लागेको छ भने त्यो कुरा पनि केही प्रश्न पारिदिनुहुन्छ कि भनेर मैले आग्रह गरेँ। धेरै कुराहरू हामीले कभर गऱ्यौँ। मेरो बुझाइमा मैले जानेका कुरा र मैले पोख्न चाहेका कुरा मैले पनि पुर्याएँ जस्तो लाग्छ। र योभन्दा अझ मैले यसमा थपेर भन्नुपर्दा चाहिँ एउटा एनआरएन एउटा संस्था हो। यो चाहिँ संस्थामा हामी चाहिँ कार्य समितिमा भएका मान्छेहरूको मात्र तपाईँको यो चाहिँ एउटा काम हो जस्तो मलाई लाग्दैन। त्यसैले भएर सम्पूर्ण एनआरएनहरू जो विदेशमा बस्नुहुन्छ तपाईँहरू यो अहिले हामीले कुरा गरेको क्याटेगोरी अन्तर्गत पर्नुहुन्छ भने यो संस्थामा आबद्ध हुन पनि म तपाईँहरूलाई आह्वान गर्छु सदस्यता लिएर। किनभने सदस्यता नै यो संस्थाको चाहिँ एउटा मेरुदण्ड हो। जस्तो अहिले हामी 1,10,000 मेम्बर छौँ, तर हामी चाहिँ 80 लाख नेपाली विदेशमा बस्छ भन्छौँ। त्यसले गर्दा हाम्रो स्ट्रेन्थ अलिक पुग्दैन। साथै तपाईँहरूको अर्को पनि दायित्व के हो भने यो नागरिकताका विषयमा र अरू पनि हाम्रो पैतृक सम्पत्तिका विषयमा डुअल सिटिजनसिपका कुरा भए, त्यसपछि चाहिँ डुअल ट्याक्सेसनका कुराहरू छन्। यी सबै कुरामा चाहिँ तपाईँहरू सम्बन्धित तपाईँहरूका चाहिँ एमपिजहरू, सांसदहरू, तपाईँहरूको नेटवर्कभित्र पर्ने साथीभाइहरूमा तपाईँले व्यक्तिगत रूपमा नि यसलाई लबिङ गरिदिनु हुन र सम्बन्धित ठाउँमा तपाईँले इमेल पठाएर हुन्छ कि तपाईँहरूले चाहिँ अहिलेको सोसियल मिडियाबाट यसलाई चाहिँ आवाज उठाएर हुन्छ कि त्यो पुर्याइदिनु भयो भने के हुन्छ भने यो चाहिँ एउटा संस्थाको मात्रै कुरा भएन है। यो चाहिँ आम नागरिकले पनि यसलाई चाहिँ सिरियसली लिएका छैन भन्ने देखिन्छ जस्तो लाग्छ। धन्यवाद बेजी। आजको यो बसाइमा हामीले जुन एउटा जनमानसमा भएको कन्फ्युजन थियो, यो जुन 4वटा विषय हामीले उठान गऱ्यौँ त्यसमा सायद हामीले चिरफार गर्न सफल भयौँ जस्तो लाग्छ। यदि हामीले कुनै कुराहरू छुटिएको जस्तो अथवा यो कुरा चाहिँ सोधिएको भए हुन्थ्यो, यो कुराले चाहिँ मलाई अझ क्लियर हुन्थ्यो भन्ने खालको तपाईँहरूलाई केही जिज्ञासाहरू छन् भने यो भिडियोको तल कमेन्ट्समा हजुरले राखिदिनु भयो भने अब आउने कार्यक्रमहरूमा त्यस्ता विषयहरूलाई हामी समाहित गर्नेछौँ र तपाईँहरूको जिज्ञासा मेटाउने भरपुर कोसिस गर्नेछौँ। यो बसाइमा सुनिदिनु भयो, हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। कृपया लाइक, सब्सक्राइब गर्नुहोला यस्तै जानकारीमूलक सेसनहरूको लागि माउन्टेन टु मेन स्ट्रिटको च्यानलमा। थ्याङ्क यू।